खाना बनाई नहीं क्या बनाया मैंने खाना आप रौसी खाई ना मैं घास काटने जाना है खोलो लग जाए मैंने क्या तो खाई है यो बनी तो ले क्या बनी तो ले क्या तो बुढ़े झगड़ा बैठे तेरा काट लग जा जा हेगा जो असका बस्छ नि बस्दै हेगा जो म बस्पछि खाना पाइन्छ ल जा कोही यसले ल्याउन सकेन भने हेगा जा दुःख पक्नु पक कता दुःख पाएर आउँथे धुनी नै कुरा ए बडल त मन टेक्न खाना दियो न म त आइगे कोइले कागज फेरि टोक्ने दिन पहिलो गए थिए आइगे पहिलो गए आयो है हो मैले भने यहाँका जस्तो असका पाउँछ भने हाल्यो ठौरा हान्नाले ढाडभरि नील घाउ बनाइदियो बेसो पिटो मन एकैछिन पेटा खाना त पहिलो आइन्छ भने हडेको त अब यहाँ के अब एकछिन पिटाए पनि अघि खाना दियो भने योबाट खुसी होइदैन त्यो नाक्का छ यहाँ भने नाक्का छ पहिलो गए उहिले मारो अनि त्यो बाना नबना त पहिलो गाई चाहिँ राख्दैन थिएन पहिलो गाई चाहिँ राख्छु म त यही गर्छु म खाइरहन्न म आफ्नो घर छोडी जान्छु पहिलो गाई चाहिँ राख्छ त जानै त बानी हुन जाने यहाँ आउने ल यसलाई के गर्नु नमस्कार ओडा दस्यज्यू नमस्कार म त ओडामा गए थिएँ ओडामा नभेटाएर यहाँ घरै बस्नु मारेको के कामले होला आज मलाई मारे पिटेको गर्नु लाग्यो घर बुढाले ए कहिलेदेखि हो धेरै भइगयो एकपल्ट छुटे गर्छन् अब कहाँ जाउँ तपाईँ बुढा नाम के अरे नम्बर थाहा छ नम्बर होला त त्यही छ कि काहीँ के नाम रे रैमला ए रहेछ एकछिन है बोलाउँछु हेलो रैमले त्यो यहाँ मेरो घरमा आउनु त हजुरको श्रीमती यहाँ आउनु भएको छ के छलफल गर्ने हुनुहुन्छ ल चाँडो आइहाल्नु है के नै बोलायो होइन यहाँ हजुरको के घरमा झगडा हुँदो रहेछ धेरै यहाँ मैले पिटे होइन अलिअलि झगडा पर्यो बित्तिकै तेरा गरेर बस्दै म पहिलो मान्छे मारेर गयो कि यो उहाँ गयो के मै भन हराम रहेछ 24 घन्टा रौसी खाने रहेछ गुदै गर्ने रहेछ गुदै रहेछ मलाई त यहीँ आउने गरेर आउँ ठिक छ बरु तपाईँ ठिक रहेछौ भनेर आइदिए मैले पहिलो गाई ल्याउनु लिन्न उहाँले सोधौँ मलाई सुने पहिलो गाई लिन्न भनेपछि मैले पनि 2 थप्पड लगाएर मैले लगाएको म राख्दा पनि राख्दैन हजुर कहाँ पहिलो जानुभएको थियो म माइत घर बसेको थिएँ उहाँ त माइत जानुभयो मैसँग आएर भनेको पहिलो गयो कि पिटो खोइ त परमान ल्याउनु न पहिलो गएको यही मैसँग भने यो मैले अरू दुईजना यही हुनुहुन्छ एकजना माइत परमान देखाउनु पर्यो त त्यही पहिलो गयो पनि लिनुहुन्छ परमान नभइन म कसरी भन्ने म यहाँ उहाँ पहिलो गाई आएँ भने मैसँग भने तपाईँसँग भन्नुभयो मसँग त फेरि माइत भन्नुभएको पुरानो घर ठिक छ गोदो भनिला दुईजना मिलेर पढाउनु लिएर नत्र सँगै घर राख्नु लगाएर लोखटी आउँ होइन अब घर राख्नु अब केही परमान देखिएन अब घरैमा राख्नु दुईजना मिलेर बस्नु घर अब कि मेरो परमान देखाउनु पर्यो कि घर राख्नु त पर्यो कस्तो रनको भाइ यो कानुन बिना परमानको कुरा गर्नु पनि बेकार दुईजना घर जानु मिलेर बस्नु आनन्द आउनु आउनै फेरि 2-3 पल्ट गइसक्यो तपाईँ यहाँ आउनु थालेको अब आनन्द मिलेर बस्नु धेरै पल्ट गइसक्यो त मेरो टाउको दुखिसक्यो मेरो तपाईँहरू देखेर मिलेर बस्नु बोल्थ्यो तम्रो त त्यही हाम्रो जग्गा दुखिया होला दुख्ने त अब मिलेर बस्नु पर्यो ल जान्छ आजदेखि नआउनु होला पहिलो गाई भन्यो नि तैँले परमान छैन केही छैन ल जान्छ यो बिना परमानको बेकार हुने रहेछ कुरा मात्रै हरिनु हुने रहेछ